र नमस्ते सबैजनालाई है। म सलुनदेखि जब म बाहिर जाने गर्दछु है, तब अब मलाई आन्टीहरूले, दिदीहरूले, बहिनीहरूले भन्ने गर्दछ, भाइ मेरो कपाल के गर्नुपर्ने, नानी मेरो कपाल के गर्नुपर्ने, दादा मेरो कपाल के गर्नुपर्ने, हेर्नुहोस् त, त्यो खाले भनेर भन्ने गर्दछ है। त्यसकै सन्दर्भमा मैले यो एउटा सानो भिडियो बनाइरहेको छु है। सो यो भिडियो चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ घरमा कलर कसरी गर्ने, घरमा हेयर कलर कसरी गर्ने भनेर तपाईहरुलाई म एउटा सानो जानकारी दिनेवाला छु। अब तपाईहरुले अब घरमा है तपाईले गार्नियर लगाउनुहुन्छ कलर, ब्ल्याक रोज है, इभन हिनाहरू लगाउनुहुन्छ, त्यो आजदेखि बन्द गरिदिनुस्, नलगाउनुस्। किन भनेर भन्दाखेरि चाहिँ हेना यो गार्नियर ब्ल्याक रोजहरू लगाउनु भयो भनेदेखि चाहिँ जब तपाईहरु सलुन आउनुहुन्छ त्यति बेला चाहिँ तपाईहरु क्याराटिन गर्नुहुन्छ, इभन बोटक्स, न्यानोप्लास्टिया, स्ट्रेटनिङहरू, स्मुथनिङहरू है, इभन कलर अल्सो गर्नुभयो भनेदेखि चाहिँ काम गर्दैन क्या त। त्यो ना बोटक्सलाई काम गर्छ, ना यता क्याराटिनलाई काम गर्छ, ना कलर नै आउँछ है। तपाईहरुको त्यो वेस्ट अफ मनी, वेस्ट अफ एनर्जी, वेस्ट अफ टाइम मात्र हुने गर्दछ। त्यसै कारणले गर्दाखेरिदेखि चाहिँ आजदेखि नै त्यो छोडिदिनुस्। ब्ल्याक रोजहरू लगाउनु, हिनाहरू लगाउनु हुँदैछ भनेदेखि पनि त्यो छोडिदिनुस् है। र त्यसकै म सन्दर्भमा म अब तपाईहरुलाई घरमा कलर कसरी गर्नुपर्ने, स्पेशली फर लेडिज है, यो चाहिँ ग्रे हेयर कसरी कभर गर्नुपर्ने अब घरमा बसेर तपाईलाई म सिकाइदिने वाला छु स्टेप बाइ स्टेप। र फर्स्ट हो यो है कलर ट्युब। यो चाहिँ म्याचुरल जुन चाहिँ लोरियल ब्रान्ड, एनी ब्रान्डको तपाईले लगाउन सक्नुहुन्छ, वेल्ला, सोस्क्वाफ है, एनी ब्रान्डको लगाउन सक्नुहुन्छ। यो चाहिँ ट्युब है, एन्ड यो चाहिँ तपाईको डेभलपर भन्छ, यसलाई अक्सिडेन्ट पनि भन्छ। यो 20 भोल्युम याद गरिराख्नुहोस्। यो चाहिँ बेस कलर हो नम्बर 3 है। यसलाई चाहिँ डार्क ब्राउन, जो चाहिँ हाम्रो नेपालीहरुको लागि हो, यो हेयरको लागि है। यो चाहिँ अब तपाईले मिक्स कसरी गर्नुपर्ने तपाईलाई म देखाइदिने वाला छु। यसको मिक्सिङ रेसियो चाहिँ 1:1.5 हो। तपाईलाई यो भन्दाखेरि छक्कै पर्नु भयो, के भनेको यसले भनेर हैन। तपाईलाई म सिकाइदिने वाला छु, राम्ररी हेर्नुस् है। यो 1:1.5 भनेको चाहिँ के भनेको भनेर भन्दाखेरि चाहिँ तपाईको यो कलरको ट्युब, होल ट्युब 50 ग्राम्सको हुन्छ है। 50 ग्राम्सको तपाईको कलर ट्युब छ भनेदेखि चाहिँ यो चाहिँ 75 ml हाल्नुपर्छ। भन्नुको मतलब चाहिँ 50 को चाहिँ 1/2 भनेपछि त 50 को 50 ml भइहाल्यो। आधी 1:1.5 भनेको त 75 है, 25 थप्नेपछि त 75 हुन्छ। त्यसै कारणले गर्दा यो तपाईले फेरि हाफ ट्युब लगाउनु भयो भनेदेखि चाहिँ यो तपाईको पर्यो 75 को आधी कति हुन्छ, त्यति नै लगाउनु पर्छ है। एकदमै केही पनि छैन, सिम्पल छ, कन्फ्युज नहुनुस् है। यसलाई टक्कै राखिदिनुस्। यो दुईटालाई एप्लिकेसन गरेर रुटमा है मजाले लगाएर एप्लिकेसन गर्नुस्। आधे घण्टा राख्नुस्, मजाले इमल्सिफाई गर्नुस् हेयरलाई है, मजाले इमल्सिफाई गर्नुस्। त्यहाँदेखि टक्कै वास गर्नुस्, त्यहाँबाट स्याम्पू लगाउनुस्, त्यहाँदेखि कन्डिसनर लगाउनुस्। कन्डिसनर लगाएर 10 मिनट्सहरु राख्नुस्, त्यहाँबाट रिन्स आउट गर्नुस्। तपाईहरुले यो गर्नुभयो भनेदेखि चाहिँ तपाईको अब कलरहरु इन फ्युचर तपाईले अब क्याराटिनहरु गर्नु सक्नुहुन्छ अब है। सलुनमा आएर त्यतिबेला एकदमै काम गरिहाल्छ क्या त क्याराटिनहरु, एकदमै त्यो उयो हुँदैन, इफेक्ट नै पार्दैन कपाललाई। तपाईले फेरि त्यही कलर फेरि घरमा बसेर त्यही फेरि म यही नै लगाउँछु भनेर भन्यो भनेदेखि त्यसको लागि त भन्नु पनि केही छैन है। यो चाहिँ अब स्पेशल चाहिँ अब मैले यो चाहिँ केसको लागि हो भनेर भन्दाखेरि चाहिँ जो चाहिँ लेडिजहरु है, जसकोमा चाहिँ पैसा हुँदैन है, टाइम हुँदैन, त्यसको लागि बनाइदिएको हो यो भिडियो चाहिँ है। तपाईलाई मन परे शेयर गरिदिनुहोस् है। अब जो मान्छेहरु अब सलुन आउन सक्दैन है, उहाँहरुको लागि हो, तपाईले शेयर गरिदिनुहोस्। एन्ड नेक्स्ट भिडियोमा चाहिँ म तपाईहरुलाई फेसन कलर कसरी गर्नुपर्ने, वाउ है। फेसन कलर भनेको चाहिँ ब्लन्ड है। कतिजनाले चाहिँ अब ब्लन्ड चाहिँ कस्तो हुन्छ भने कलर टक्कै लगायो, यो डेभलपरसँग आइहाल्छ कलर भन्ने खाले सोच्छ नि त हैन। त्यस्तो चाहिँ होइन है। नेक्स्ट भिडियोमा म एकदम दामी बनाएर तपाईलाई म पस्किनेवाला छु है। यो भिडियो चाहिँ एकदमै तपाईले शेयर गरिदिने है। ती आमाहरू है, ती आन्टीहरू, ती दिदीहरू जसकोमा चाहिँ अब पैसा छैन, सलुन आउने इच्छा गर्छ हैन, त्यसको निम्ति मैले बनाइदिएको हो है।
यति भन्दै मेरो यो सानो भिडियो यही समाप्त गर्दछु है। थ्याङ्क यू सो मच।